गाइज अजूबे आज म छिटो आउँथेँ, अझै मान्छे छिटो आएर बसिरहेको छ। लेट्स सी रियाक्सन। मेरो बिहान लक परिरहेछ किनभने मैले बाटोमा भर्खर 10 रुपियाँ भेट्टाएँ एन्ड हामीले चिगम किनेर खाइसक्यौँ भन्दा पनि भर्खर किनेर चाहिँ उसले चाहिँ एउटा खाइसक्यो एन्ड म चाहिँ भर्खर खाना आँट्दैछु। सो मलाई हेर्नु हजुरसँग Hello everyone, welcome to my channel. This is Khushi Ghimire and आज चाहिँ म हजुरहरूलाई मेरो कलेज टुर गराउनेछु. So let's enjoy. चाहिँ निस्किसकेको छु अब कलेजको लागि घरबाट एन्ड मेरो ड्रेसिङ चाहिँ यस्तो छ. मैले कपाल सिम्पल राखेको छु किनभने कलेजमा धेरै स्टाइलिस हुँदैन. सो अब हामी जाने त्यहाँनिर अलिपुरसम्म, त्यहाँ पछाडि मेरो साथी आउँछिन् अनि फेरि हामी उसँग जाने. म हजुरहरूलाई उसको पनि इन्ट्रोडक्सन गराउँछु. त्यसै पनि हजुरहरूले उसलाई मेरो अगाडिको भिडियोमा त देखि नै सक्नु भएको छ. त्यही पनि अब हेरौँ. तर हामीलाई कलेजमा फोन चाहिँ लानु दिँदैन. म हजुरहरूलाई कलेज बाहिरबाट देखाउँछु एन्ड क्लासरुम हल्का हल्का मात्रै देखाउँछु बिकज सरहरू आइहाल्नुहुन्छ एन्ड कराउनुहुन्छ. फेरि देख्नु भने फोनै लगिदिनुहुन्छ. द्याट्स वाइ. ओके बाई. गाइज अजूबे आज म छिटो आउँथेँ, अझै मान्छे छिटो आएर बसिरहेको छ. लेट्स सी रियाक्सन. निस्किसकेको छु अब कलेजको लागि घरबाट एन्ड मेरो ड्रेसिङ चाहिँ यस्तो छ. मैले कपाल सिम्पल राखेको छु किनभने कलेजमा धेरै स्टाइलिस हुँदैन. सो अब हामी जाने त्यहाँनिर अलिपुरसम्म, त्यहाँ पछाडि मेरो साथी आउँछिन् अनि फेरि हामी उसँग जाने. म हजुरहरूलाई उसको पनि इन्ट्रोडक्सन गराउँछु. त्यसै पनि हजुरहरूले उसलाई मेरो अगाडिको भिडियोमा त देखि नै सक्नु भएको छ. त्यही पनि अब हेरौँ. तर हामीलाई कलेजमा फोन चाहिँ लानु दिँदैन. म हजुरहरूलाई कलेज बाहिरबाट देखाउँछु एन्ड क्लासरुम हल्का हल्का मात्रै देखाउँछु बिकज सरहरू आइहाल्नुहुन्छ एन्ड कराउनुहुन्छ. फेरि देख्नु भने फोनै लगिदिनुहुन्छ. द्याट्स वाइ. ओके बाई. गाइज अजूबे आज म छिटो आउँथेँ, अझै मान्छे छिटो आएर बसिरहेको छ. लेट्स सी रियाक्सन. सो अब चाहिँ हामी निस्किसकेको छौँ त्यहाँदेखिको एन्ड हामी चाहिँ अब गफ गर्दै गर्दै जाँदैछौँ. आज चाहिँ सनराइज पनि देखिरहेको थियो मजाले. सो हामी त्यसलाई पनि हेर्दै जाँदै थियौँ. युजुअली सनराइज देखिँदैन. त्यो ठुल्ठुलो बिल्डिङ्सहरू हुन्छ नि त अनि त्यसले छेकिरहेको हुन्छ. सो देखिँदैन अनि त्यही भएर आज चाहिँ देखिरहेको थियो एन्ड मजा आइरहेको थियो. आज चाहिँ अलिक शीतल डे पनि छ एन्ड त्यस्तो धेरै गर्मी पनि छैन. सो आज चाहिँ हिँड्न पनि मजा आइरहेको थियो. नत्र जहिले यहाँदेखि कलेज पुग्दासम्म पसिना यस्तो धेरै आउँछ नि के भन्नु. त्यही भएर आज चाहिँ गफ गर्दै जाँदै थियौँ. अनि अर्को कुरा के भन्दै थियो भने हाम्रो कलेजले हामीलाई 11को वेलकम प्रोग्राम एन्ड 12को फेयरवेल प्रोग्रामको लागि लान आँट्दैछ. मतलब स्कुलमै प्रोग्राम नगर्ने, अरू ठाउँतिरै गर्ने, मतलब उयसमा गर्ने, प्याटी प्यालेसमा भनेर भन्दै हुनुहुन्छ. सो त्यसको लागि पनि म हजुरहरूसँग त्यो भ्लग सेयर गर्नेछु. सो प्लिज सब्सक्राइब माई च्यानल. अनि अर्को हजुरहरूलाई मेरो भिडियोमा के को कमी लाग्छ, आई मिन हजुरहरूलाई लाग्छ कि केही म अरू टाइपको कन्टेन्ट, डिफ्रेन्ट टाइपको कन्टेन्ट लिएर या हजुरहरूलाई कस्तो टाइपको मनपर्छ, यु क्यान सेयर विथ मी इन द कमेन्ट बक्स बिलो. सो त्यो पनि भनिदिनु होला एन्ड प्लिज सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला. अनि अर्को कुरा के हो भने म चाहिँ हजुरहरूलाई त्यो देखाउन पाउँदिनँ होला कलेजको खासै धेरै, किनभने केटीमा मैले अब फोन देख्नु भने राखिहाल्नुहुन्छ अनि राख्नुहुन्छ. म हजुरहरूलाई कलेज टुर कसरी गराउनु भन्नु अनि सरहरूले पनि देख्नु भने कराउनुहुन्छ. सो सकेको जस्तो म हजुरहरूलाई देखाउन ट्राई गर्नेछु एन्ड प्लिज डोन्ट माइन्ड. पछिबाट पनि अरू भ्लगहरू चाहिँ आउँछ. गाइज मेरो बिहान लक परिरहेछ किनभने मैले बाटोमा भर्खर 10 रुपियाँ भेट्टाएँ एन्ड हामीले चिगम किनेर खाइसक्यौँ भन्दा पनि भर्खर किनेर चाहिँ उसले चाहिँ एउटा खाइसक्यो एन्ड म चाहिँ भर्खर खाना आँट्दैछु. सो मलाई हेर्नु हजुरसँग
म चाहिँ हजुरहरूलाई यहाँदेखि मेरो स्कुल देखाउन ट्राई गर्दैछु किनभने अब मैले अघि भने गए रिजन थियो त्यो फोन लान दिनु हुँदैन सो म यहाँबाट देखाउन ट्राई चाहिँ गर्दैछु बट यहाँनिर ट्रीहरू अलिक ठुल्ठुलो छ र त्यो खासै देखाउन पाइरहेको छुइनँ बट एनिवेज म हजुरहरूलाई पछि पनि यस्तै देखाउने छु हजुरहरूले यत्तिकै सपोर्ट गरिराख्नु भयो भने एन्ड अब चाहिँ हामी स्कुल क्लास आइपुगिसकेको छौँ एन्ड म चाहिँ भर्खर आइपुग्दैछु कलिरहेको छु ऊ चाहिँ पढ्दैछ अब पढ्ने मान्छेहरू पढि त हाल्छन् होइन अनि सबै क्लास खाली छ लिटरली क्लास खाली छ बेल रिङ भइसक्यो बट फेरि पनि क्लास खाली छ त्यही पनि अब गलेको मान्छे के गर्नु त होइन एन्ड अहिले चाहिँ हाम्रो अब भइसकेको छ टिफिन ब्रेक टाइम भइसकेको छ यहाँभन्दा अगाडि हाम्रो कम्प्युटर क्लास पनि थियो हामी गएको थियौँ हल म हजुरहरूलाई त्यहाँ पनि देखाउँछु भनेर सोच्दै थिएँ बट त्यहाँनिर मैले फोन लान बिर्सेछु एन्ड यो मान्छे अझै पनि पढि नै रहेछ अब के चाहिँ गर्नु त अब म फोन लान बिर्सेँ तर म हलको हजुरहरूलाई पछि पनि देखाउने छु मान्छेहरू यहाँ फोन चलाउँदैछन् गफ गर्दैछन् अहिले चाहिँ हाम्रो छुट्टी भइसकेको छ एन्ड मौसम पनि एकदम राम्रो छ अनि आज गर्मी पनि त्यस्तो धेरै छैन सो आजको मेरो भ्लग चाहिँ यस्तै थियो होप यु इन्जोय बाई बाई